हेलो हाम्रो गाउँको प्रमुख जेसीको नाम प्रिन्सेपुर हेलो सबैजनालाई धेरै दिनपछि फेरि हजुरहरूको माझ एउटा भिडियो पस्काउँदैछु अनि आज हामी चाहिँ यहाँ माथि थोर मनीमा आएको छु। मनी अर्थात् स्तुपा जुन चाहिँ पहिलाको गाउँको लामाले बनाउनु भएको अनि त्यही अनुसार चाहिँ आज चाहिँ यहाँ पूजा गर्न आएको छौँ। पूजा चाहिँ विशेष गरी सबै गाउँलेहरूको लागि र अनि विशेष गरी यो अब चाहिँ यो चैत महिना लागेपछि अनि विशेष गरी यताउता पानी आउने असिना आउने अनि विशेष गरी यो असिनाले चाहिँ अब गाउँको खेतीबारी क्षति पार्ने त्यो क्षति चाहिँ नहोस् भन्ने हिसाबले चाहिँ यो पूजा गरिन्छ। अनि विशेष गरी यो अनि पूजा चाहिँ के अरे सबै गाउँको लागि मात्र नभइकन मेरो विचारमा चाहिँ देश विदेशमा रहनुभएको सबैको लागि राम्रो होस्। हाम्रो गाउँको मान्छेहरू सबै विदेशमा हुनुहुन्छ सबैलाई राम्रो होस्। अनि विशेष गरी यो अहिले वार चलिरहेछ त्यो वारको पनि शान्ति होस् भन्ने कामनाको साथ हामी पूजा सुरु गर्नेछौँ। अनि आशा सबैलाई राम्रो होस् अनि सकेसम्म सबैको राम्रो नै होस् भन्ने म चाहन्छु। हस् त अब खासै त बोल्न आउँदैन यति नै हो। अनि बस भिडियोलाई हेर्नु होला है त, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अहिले पूजा गर्दा पूजाको केही दृश्यहरू देखाउने छु। अनि यो चाहिँ हाम्रो मनी छ। मनी चाहिँ यहाँ छ, यहाँ पछाडि छ, मेरो पछाडि रहेको छ मनी। अनि यहाँ हाम्रो थोर मनीबाट देखिने बार्पको दृश्य हेर्नु होला है, यस प्रकारको रहेको छ। अनि यहाँ चाहिँ हाम्रो मनी रहेको छ। अब अरू कसैले भन्लान् यहाँको मनीको त यहाँको स्तुपाको त कलर चाहिँ ब्लू रहेछ भन्नु होला होइन। यो विशेष गरी यो के अरे निलो भएको कारण चाहिँ किन हो भने चाहिँ यो चाहिँ बिचको स्तुपा रहेको छ। हामीले चाहिँ चारै दिशामा पनि बनाएको छ। अनि यो बिचको चाहिँ अब निलो नै हुन्छ। अनि हामीले पूर्व पश्चिम उत्तर दक्षिण सबै ठाउँमा चाहिँ आफ्नो हिसाबले चाहिँ आफ्नो देउता हुन्छ। त्यो देउतामा चाहिँ अब आफ्नो स्तुपा अलग अलग रङको हुन्छ। त्यही भएर चाहिँ यहाँ बिचको चाहिँ निलो भएको हो। अनि यति नै हो, खासै त बोल्न आउँदैन। अनि अब हाम्रो बिस्तारै यता चाहिँ पूजाको सामानहरू तयार भइरहेको छ। पूजा बिस्तारै सुरु। यहाँ चाहिँ हाम्रो साङ बाल्ने ठाउँ बालिरहेको छ। अनि यहाँ चाहिँ हाम्रो लामाजीले अब तयारी गर्दैछ पूजाको सागेहरू। अनि सन्चै हुनुहुन्छ हाम्रो लामा आशकुमारजी। अनि तयार हुँदैछ, तयारको कार्यक्रम जारी नै छ। अहिले बिस्तारै सबै गाउँहरू यहाँ भेला हुन्छ। अहिले चाहिँ भर्खर सुरु भइरहेको छ। लाभ चाहिँ हाम्रो गाउँलाई मात्रै नभइकन सबै विश्वलाई नै लाभ होस् भन्ने मेरो कामना छ। अनि विशेष गरी अहिले वार चलिरहेछ, त्यो वार पनि शान्ति होस् भन्ने चाहिँ म चाहन्छु यो पूजाको मार्फतबाट। अनि बार्पाका दाजुभाइ दिदीबहिनीहरू पनि कोही विदेशमा हुनुहुन्छ, उहाँहरूलाई पनि राम्रो। अब उहाँहरू पनि कुनै ठाउँमा वार चलिरहेको होला, सकेसम्म कसैलाई पनि केही नहोस्, राम्रो होस्। अनि गाउँबाट
भाषा मात्र नभइकन सबै हाम्रो नेपाली जनताहरूलाई चाहिँ राम्रो होस् भन्ने चाहिँ म चाहन्छु। हेलो सबैजनालाई, अनि म एउटा व्यक्तिको चाहिँ परिचय गर्न गइरहेको छु। मैले साइनुमा उहाँलाई चाहिँ मामा पर्छ, अनि उहाँले नि यहाँ पूजाहरू गर्दाखेरि चाहिँ धेरै सहयोग गर्नु भइरहेको छ। अनि उहाँलाई पनि म तपाईँहरूलाई देखाउने छु। अनि उहाँले चाहिँ यहाँ विशेष गरी पूजामा चाहिने यताउता त्यो झन्डी टाङ्ने रुख, अब रुख नै भनौँ न, अब बाँस त प्रयोग गरिँदैन, अब बाँसहरू चाहिँ बाँचिने अलिकति चान्सेस छ, त्यही भएर रुख नै, ठुलो रुख नै काटेर चाहिँ त्यसमा चाहिँ झन्डी टाङ्छ। अनि उहाँले चाहिँ त्यसमा धेरै मद्दत गर्नुभएको छ। अनि अब उहाँलाई म केही कुराहरू राख्नलाई अनुरोध गर्दछु है त। हेलो मामा, सन्चै हुनुहुन्छ? सन्चै छ। अनि ल भन्नुहोस् न त, अब तपाईँको बारेमा केही भन्नुहोस्। म त एउटा संडी चौधरी यादव रहना चाहिँ ए ल ल ल ल ल ठिक छ ठिक छ ल। संडी फिर में तो चलो म च्या कम्बो गेन नङ म छ यादव इले हजुर डाङा चौधरी हो इले ए हजुर गन माइला गले ल हस्ता ल हस्ता। को मेन लामा चाहिँ उहाँ हुनुहुन्छ। उहाँको नाम चाहिँ अब भन्नुहोस् त, हजुरको नाम के हो? उहाँको नाम चाहिँ कर्म लामा हुनुहुन्छ। अनि उहाँले नै हो अब छन त छन् लामाहरू नि, अब उहाँहरू आफ्नो केही कार्यको व्यस्तताले गर्दा चाहिँ उहाँ यहाँ आउन भ्याएन, त्यही भएर चाहिँ अहिले चाहिँ उहाँले नै लिड गरिरहनु भएको छ। खाजा चाहिँ पुरी र तरकारी। हाम्रो गाउँको प्रमुख जैसी चाहिएन बिना हाम्रो गाउँको प्रमुख जैसीको नाम पिङचेपुर। अब विजय बाजी फाइनली काम सकियो। अब सबै जाने क्रममा सबै जाँदैछ। मतलब anjing so tas mau bawa nau. Oke.